हेलो एभ्रिवान, आज हामीले घरमै बनाउने सजिलो तरिकाले आलु चपको रेसिपी सिक्दैछौँ है त। आलु चपको लागि चाहिँ हामीलाई सुरुमा आलु बोइल गरेर आफूलाई कति चाहिन्छ त्यति मात्रामा चाहिँ हामीले आलु फुकेर रेडी गरिसकेका छौँ। अब चाहिँ हामीले आलुलाई मजाले मिच्छौँ है। आलु चपको लागि मजाले मिच्नुपर्छ। आलुलाई हामीले मिचिसक्यौँ। अब चाहिँ हामीले आलु चपमा चाहिने सामानहरू जस्तै प्याज, धनियाँ, खुर्सानी काट्छौँ है। हामीले काटेर यसलाई कति चाहिन्छ आफूलाई कति मात्रामा त्यो अनुसार चाहिँ राख्छौँ। अब हामी यसमा मोल्नको लागि चाहिँ यसलाई चाहिने नुन भयो अलिकति आफूलाई चाहिने मात्रामा कति खान्छौँ त्यही अनुसार राख्नु पर्यो। त्यसपछि धनियाँ र जिराको धुलो राख्छौँ। त्यसपछि हामीले अलिकति बेसा राख्नु पर्यो। आफूलाई स्वाद अनुसार खुर्सानी अथवा खुर्सानीको धुलो, हरियो खुर्सानी आफ्नो स्वाद अनुसार राख्न सकिन्छ। हाम्रो बेसन चाहिँ रेडी भइसक्यो है। अब हामीले यो अघिको आलु चप रेडी पारेको छौँ। अब त्यसलाई चाहिँ बेसनमा डोपेर अब हामी पकाउने तयारी गर्छौँ। अब हामीले यो कराईमा राख्यौँ। अब हामीले यसलाई चाहिँ एकछिन अब अलिकति रातो हुन्जेलसम्म राख्छौँ। त्यसपछि एकछिनमा फर्काउँछौँ। हल्का आफूले रातो रातो देखिसकेपछि यसलाई धेरै पकाउनु पनि पर्दैन। अब यो रेडी भइसक्यो। अब हामी यो चपलाई निकालेर प्लेटमा राख्छौँ। हाम्रो आलु चप रेडी भयो। अब हामी खान सक्छौँ। धन्यवाद। अहिलेको लागि यति नै। अब यस्तै अन्य भिडियोका साथ हामी पछि आउने नै छौँ। त्यति बेलासम्म हाम्रो च्यानललाई सपोर्ट गर्नका लागि लाइक, सेयर र सब्सक्राइब गरी बेल आइकन दबाउन नबिर्सिनु होला।